यसरी नै गाउँपालिका स्तरका सदस्य श्री नवीन सम्बान्थे मणि सम्बान्थेजी र गाउँपालिका सदस्य श्री नवीन राईज्यू र वडा कमिटीमा रहनुहुने सम्पूर्ण पदाधिकारीहरू र आज नवगठित भर्खरै हामीले पदार्थ समिति गठन गरेका छौँ टोल नम्बर 7 र 4 को यसका अध्यक्ष उपाध्यक्ष सम्पूर्ण पदाधिकारी तथा सम्पूर्ण सदस्यज्यूहरूमा मलाई हुन त पदीय जिम्मेवारीको हिसाबले प्रमुख अतिथि होइन तर पनि हिजो लामो अवधि राजनीतिक जिम्मेवारी निर्वाह गर्नुभएको भन्ने हिसाबले जुन प्रकारले प्रमुख अतिथिको सम्मान दिनुभएको छ यसको लागि मैले लागे र औपचारिक गर्नभन्दा अगाडि सभाध्यक्षको आवश्यकता हुन्छ र विधान र नीति नियमलाई फलो गर्दाखेरि र आजको साबिक चिलिन्दिन 3 र चिलिन्दिन 4 को टोल कमिटीको सभाध्यक्ष गरिदिनुको लागि संस्कृति पार्टीका फलन्त 4 का संस्कृति पार्टीका अध्यक्ष आदरणीय बुद्धिजीवी बौद्धिक रायवत नेम्बाङज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सबैजनाले कार्यको स्वागत गर्नु। यसरी नै आजको सभाध्यक्षको आदेशमा र उहाँलाई मैले अनुरोध मागेँ म औपचारिक कार्यक्रमलाई फेरि पनि सुरुवात गर्न लागिरहेको छु। आजको हाम्रो साबिक चिलिन्दिन 3 र चिलिन्दिन 4 को टोल कमिटीको प्रमुख अतिथि पूर्व वडा सदस्य बौद्धिक व्यक्तित्व राजनीतिज्ञ लामो शिक्षण पेशा गर्नुहुने हाम्रो अभिभावक प्रमुख सल्लाहकार आजका प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि कविन्द्र लावतीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गर्नु। देश बनाउनुको निम्ति चिलिन्दिन बनाउनुको निम्ति श्रमदाताहरूलाई एउटा उदाहरणको लागि र यो टी सर्ट लगाएर चाहिँ श्रम गर्नको निम्ति साबिक चिलिन्दिन 3 साबिक चिलिन्दिन 3 मनकुमार चेम्जोङ र गीता नेम्बाङ चेम्जोङ उहाँहरू चाहिँ बुर्ने आफ्नो श्रम त्यहाँ गर्दै हुनुहुन्छ, श्रम बेच्दै हुनुहुन्छ। यो देश आज भ्रष्टाचार व्यतिथिले सकाएर आज उहाँहरू चाहिँ सकाइसकेपछि उहाँहरू चाहिँ बुर्ने गरेर आफ्नो श्रम गर्दै हुनुहुन्छ, पसिना बगाउँदै हुनुहुन्छ। त्यहाँ श्रम बुझेर त्यो श्रमको मूल्य बुझेर चाहिँ उहाँहरूले चाहिँ थोरै सहयोगको लागि साबिक चिलिन्दिनको निम्ति साबिक चिलिन्दिन बनाउनुको निम्ति उहाँहरूले चाहिँ टी सर्ट सहयोग गर्नुभएको छ। उहाँहरूको यहाँ चाहिँ सौजन्य मनकुमार चेम्जोङ गीता नेम्बाङ चेम्जोङ उहाँहरूले चाहिँ 50 वटा टी सर्ट बेल्चा चाडा गैती 2टा श्रम गर्नको निम्ति देश बनाउनको निम्ति फलगुणन्त बनाउनु